सिरिजको क्लास 2 मा आज हामी रजिस्ट्रेसन फर भ्याट को डिस्कस गर्नेछौँ। भ्याट कुन कुन बेलामा रजिस्टर गर्नुपर्छ भन्ने बेलामा कुनै पनि कन्डिसन अथवा क्राइटेरिया मिट भएको 30 दिन भित्रमा हामीले भ्याटमा रजिस्टर गर्नुपर्छ। अब कन्डिसन र क्राइटेरिया के हो हामी एक एक गरेर डिस्कस गर्नेछौँ। फर्स्टमा छ कम्पलसरी रजिस्ट्रेसन है। कम्पलसरी रजिस्ट्रेसनमा केही पोइन्टहरु छ। फर्स्टमा हो थ्रेसोल्ड लिमिट क्रस भनेको अब बिजनेस गर्ने भनिसकेपछि त्यसमा दुईटा हुन्छ। एउटा भनेको गुड्स बेच्ने हुन सक्छ, अर्को भनेको सर्भिस मात्र बेच्ने हुन सक्छ। अब कम्बाइनमा अब हामीले तीनटा मान्न सक्यो, गुड्स र सर्भिस दुईटै बेच्न सक्ने हुन सक्छ हैन। सो गुड्स कसैले बेचिरहेको छ भने चाहिँ 50 लाख भन्दा बढीको टर्नओभर उसको इन लास्ट 12 मन्थ्स भयो भने चाहिँ उ चाहिँ भ्याटमा कम्पलसरी रजिस्टर गर्नुपर्छ। इन लास्ट 12 मन्थ्स भनेको 1 वर्ष हैन है, यो 1 वर्ष भित्रमा अथवा एक फिस्कल इयर भनेको एक आर्थिक वर्ष भित्रमा भन्ने हुँदैन। यो चाहिँ इन लास्ट 12 मन्थ्स विगत 12 महिना भित्रमा भनिन्छ। भनेको इक्जाम्पल अहिले 2081 ठ्याक्क चैतको 22 गते हो। अब मैले 2-3 वर्ष भयो बिजनेस गरेको, अब मलाई जान्न मन लाग्यो म भ्याटमा रजिस्टर हुनुपर्छ कि पर्दैन, म कम्पलसरी भ्याटमा रजिस्टर हुनुपर्ने केही क्राइटेरिया मिट भएको छ कि छैन भनेर मैले यो थ्रेसोल्ड लिमिट क्रस चेक गरेँ भने यो आज 2081 को चैतको 22 गते छ भने इन लास्ट 12 मन्थ्स भनिसकेपछि कहिलेबाट हो त भन्दा 2080 को चैतबाट 2081 को फागुनसम्म भनेको पहिलाको चैतबाट यो 2081 को फागुनसम्ममा मेरो 50 लाख भन्दा बढीको टर्नओभर भयो भने चाहिँ म चाहिँ भ्याटमा कम्पलसरी रजिस्टर हुनै पर्छ। इन केस अफ गुड्स मैले गुड्स बेचिरहेको छु भने है त, भनेको किराना पर्छ केही सामानहरू हुन्छ नि, इलेक्ट्रोनिक सामान केही सामानहरू बेचिरहेको छ भने चाहिँ त्यो लाग्ने भयो। अब यता छ अब यो नयाँ आएको, यो पहिला थिएन अहिले चाहिँ हालिदिएको छ यो ट्रान्सपोर्टेसन सर्भिस र रेन्टल अफ ट्रान्सपोर्ट भेहिकल। अब बाइकहरू रेन्ट दिइन्छ, गाडीहरू रेन्ट दिइन्छ नि हैन, रेन्टमा दिने 2 दिनको लागि पैसा लिएर 1 दिनको लागि 1 घण्टाको लागि यस्तो दिइन्छ नि हैन। यस्तो यो चाहिँ पहिला थिएन। यो रेन्टल अफ ट्रान्सपोर्ट भेहिकल एकदम ट्रेन्डमा छ नि त अहिले हैन, यो चाहिँ पहिला थिएन यो रुल, अहिले हालिदिएको छ हैन। ट्रान्सपोर्टेसन सर्भिस र रेन्टल अफ ट्रान्सपोर्ट भेहिकलको केसमा पनि 50 लाख भन्दा बढीको टर्नओभर भयो भने चाहिँ भ्याटमा रजिस्टर हुनै पर्यो है। अब अर्को भनेको सर्भिसको केसमा अथवा सर्भिस प्लस गुड्स दुईटै केसमा जब सर्भिसले हुन्छ नि, सर्भिसले छोएको केसमा चाहिँ एक्सेप्ट ट्रान्सपोर्टेसन सर्भिस बाइक सबै सर्भिसलाई सर्भिसले छोएकोमा चाहिँ 30 लाख भन्दा बढीको टर्नओभर भयो भने चाहिँ भ्याटमा कम्पलसरी रजिस्टर हुनै पर्छ इन लास्ट 12 मन्थ्स चाहिँ। यो मैले फेरि पनि भने यो एनुअली पनि होइन, यो फिस्कल इयर अन्तर्गत अथवा एक आर्थिक वर्षमा पनि होइन, एक वर्ष भित्रमा पनि होइन, यो चाहिँ इन लास्ट 12 मन्थ्स है। गत 12 महिना भित्रमा मैले अघि नै इक्जाम्पल पनि दिइहालेँ। त्यो भयो भने चाहिँ 30 लाख भन्दा बढीको टर्नओभर चाहिँ सर्भिस अथवा गुड्स प्लस सर्भिस दुईटैको केसमा चाहिँ 30 लाख भन्दा बढीको टर्नओभर भयो भने चाहिँ भ्याटमा रजिस्टर हुनै पर्छ। अब टर्नओभर भनेको के हो भन्दाखेरिमा चाहिँ भ्याट अट्र्याक्टेड गुड्स अथवा सर्भिसको पर्चेज अथवा भ्याट अट्र्याक्टेड गुड्स अथवा सर्भिसको सेल्स, त्यो दुईटामा जुन बढी छ हायर अफ जुन बढी हो त्यहीलाई नै टर्नओभर मानिन्छ है त, त्यसलाई नै लिने। अब भ्याट लाग्ने गुड्स अथवा सर्भिसको पर्चेज एक्सक्लुडिङ भ्याट पनि छ है। एक्सक्लुडिङ भ्याट भनेको जस्तो हामीले कुनै सामान किनिरह्यौँ होला हैन, अब भ्याट रजिस्टर्ड एन्टिटीबाट हामीले कुनै सामान किन्यो भने त अब त्यसमा त उसले त अफकोर्स भ्याट बिलमा भ्याट जोड्ने भयो। त्यो भ्याट जोड्ने भइसकेपछि जस्तो मैले 100 रुपियाँको कुनै सामान किनेँ भने त 113 हुने भयो नि त, 13% भ्याट जोडेर। सो अब पर्चेज 113 जस्तो देखियो नि, तर 113 नलिने, यस्तो केसमा चाहिँ 100 मात्र लिने एक्सक्लुडिङ भ्याट हैन हो। यस्तो केसमा चाहिँ अब भ्याट अट्र्याक्टेड गुड्स अथवा सर्भिसको पर्चेज अथवा भ्याट लाग्ने गुड्स अथवा सर्भिसको सेल्स एक्सक्लुडिङ भ्याट, त्यसमा चाहिँ जुन बढी भयो त्यसैलाई लिने र त्यो चाहिँ 50 लाख भन्दा बढी टर्नओभर क्रस भयो भने इन केस अफ गुड्स अथवा ट्रान्सपोर्टेसन सर्भिस र रेन्टल अफ ट्रान्सपोर्ट भेहिकलमा चाहिँ हामीले रजिस्टर हुनु पर्यो। सर्भिसको केसमा त 30 लाख एक्सेप्ट मैले भने ट्रान्सपोर्टेसन सर्भिस हैन। अब सेकेन्डमा छ इम्पोर्ट ट्याक्सेबल गुड्स। भ्याट लाग्ने गुड्सहरू, भ्याट नलाग्ने गुड्समा त अफकोर्स अब लाग्दैन हैन। भ्याट लाग्ने गुड्सहरू चाहिँ हामीले ट्याक्सेबल गुड्स चाहिँ अब हामीले इम्पोर्ट गर्यो भने 10,000 भन्दा बढीको इम्पोर्ट गर्यो भने चाहिँ कम्पलसरी रजिस्टर हुनुपर्छ। अब लाग्ला हामीले त अब कतिबाट मगाएको छौँ हैन, बाहिर विदेशबाट मगाएको छौँ, खै हेडफोनहरू मगाएको छौँ त 15-20 हजारको, खै हामी त भ्याटमा रजिस्टर भएन भन्ने लाग्ला। तर त्यो चाहिँ सेलको लागि है, नट फर पर्सनल पर्पज, त्यो सेलको लागि भयो भने चाहिँ कम्पलसरी भ्याटमा रजिस्टर हुनै पर्छ। अनि अर्को भनेको चाहिँ नन रेजिडेन्टले चाहिँ इलेक्ट्रोनिक सर्भिस अथवा अप्लायन्स सर्भिस प्रोभाइड गरिरहेको छ। अब यसमा चाहिँ एनुअल टर्नओभर है,
अब कुनै पनि नन रेजिडेन्ट पर्सनले चाहिँ इलेक्ट्रोनिक सर्भिस अथवा अफलाइन एयरलाइन सर्भिस प्रोभाइड गरिरहेको छ र उसको एनुअल टर्नओभर 1 वर्षभित्रमा टर्नओभर चाहिँ 30 लाख अथवा त्योभन्दा बढी छ भने चाहिँ ऊ पनि कम्पलसरी भ्याटमा रजिस्टर हुनैपर्छ। जस्तो टिकटकहरू भयो, इलेक्ट्रोनिक सर्भिस होइन, गेमिङहरू भयो होइन, यस्तो कुनै सर्भिसहरू दिइरहेको छ र 30 लाख भन्दा बढीको टर्नओभर 1 वर्षमा भइरहेको छ भने चाहिँ ऊ पनि भ्याटमा रजिस्टर कम्पलसरी हुनैपर्छ। यो चाहिँ सेक्सन 10B1 अन्तर्गत हो है। अब निमोनिक्स हेरौँ है त, यो तीनटालाई रिकल गर्ने टक्क अब हामीले एक एक गरेर बुझिसकेपछि अब रिकल पनि गर्नु पर्यो। रिकल गर्नलाई कति सजिलो हो, नन रेजिडेन्टले ट्री इम्पोर्ट गर्यो र यो सेन्टेन्स बनाएको है मैले। अब यो टी अनि यो आई अनि यो आर, यो टिआइएन अथवा ल टिन भनौँ न, टिआइएन अब थ्रेसोल्ड, आईबाट इम्पोर्ट, ल यनबाट नन रेजिडेन्ट भन्नलाई पनि सजिलै हो यो टिनबाट पनि। तर यो टिनबाट चाहिँ के सजिलो के गाह्रो हुन्छ भन्ने बेला पछि अब हामीले धेरै पढ्नेवाला छौँ नि। अब यो टी भनेको थ्रेसोल्ड हो कि के हो, अब आई भने इम्पोर्ट हो कि आईबाट अरू पनि हो कि ल के हो भन्ने हुन्छ क्या। त्यस कारणले गर्दाखेरिमा हामीले यो बनायो सेन्टेन्स कति सजिलो हो, नन रेजिडेन्टले ट्री इम्पोर्ट गर्यो। अब नन रेजिडेन्ट भनेको नन रेजिडेन्टले चाहिँ इलेक्ट्रोनिक सर्भिस 30 लाखभन्दा बढीको एनुअली प्रोभाइड गर्यो भने चाहिँ उसले चाहिँ 30 लाखभन्दा बढीको इलेक्ट्रोनिक सर्भिस प्रोभाइड गरिरहेको छ र उसको एनुअल टर्नओभर चाहिँ 30 लाख छ भने चाहिँ अफकोर्स ऊ चाहिँ हुनै पर्यो होइन, भ्याटमा रजिस्टर हुनै पर्यो। यो ट्री भनेको यो थ्रेसोल्ड लिमिटको क्राइटेरिया हामीले अघि नै डिस्कस गरिहाल्यो। 50 लाख र 30 लाखको, 50 लाखमा सबै गुड्स आउने भयो। अहिले दुईटा थपिदिएको छ, ट्रान्सपोर्टेसन सर्भिस र रेन्टल अफ ट्रान्सपोर्ट भेहिकल। यो चाहिँ 1 वर्षमा होइन 12 महिनामा हो सकिएको। अब यो 30 लाखको केसमा सबै सर्भिस जहाँ जहाँ टिक्छ सबै सर्भिसमा हो। गुड्स र सर्भिस अनि सर्भिस टेकिहाल्यो, त्यही भएर सर्भिस हो एक्सेप्ट ट्रान्सपोर्टेसन सर्भिस भनेर हामीले भनिहाल्यौँ होइन। इन लास्ट 12 मन्थ्स त त्यो त हामीले अघिदेखि हाइलाइटमै पारेको थियौँ। अब इम्पोर्ट गर्यो, नन रेजिडेन्ट ट्री पनि भयो। अब इम्पोर्ट गरेमा यो इम्पोर्ट भन्ने चाहिँ 10,000 भन्दा बढीको सामान इम्पोर्ट गर्यो भने चाहिँ, तर नट फर पर्सनल पर्पज, सेल पर्पजको लागि गर्यो भने चाहिँ कम्पलसरी भ्याटमा रजिस्टर हुनै पर्यो। यो निमोनिक सहित पनि हामीले हेऱ्यौँ। सेकेन्डमा छ भोलिन्टरी रजिस्ट्रेसन। अब यो त कम्पलसरी रजिस्ट्रेसन, यो हामीले चाहे पनि नचाहे पनि भ्याटमा रजिस्टर गर्नै पर्छ यदि यो 3टा क्राइटेरिया मिट भयो भने। अब भोलिन्टरी रजिस्ट्रेसन भनेको चाहिँ अब यदि 3टा क्राइटेरिया मिट भएन, त्यही पनि मलाई भ्याटमा रजिस्टर हुन मन छ भन्ने भयो भने चाहिँ भोलिन्टरी रजिस्ट्रेसन हामीले भ्याटमा गर्न सक्छौँ, भ्याटमा दर्ता हुन सक्छौँ। अब लाग्ला अब किन भोलिन्टरी रजिस्टर गर्नु पर्यो होइन, बेकारमा भ्याटमा रजिस्टर गर्यो भने बढी मूल्यमा सामान बेच्नुपर्छ। जस्तो मैले 100मा बेचिरहेको छु भने अब मैले भ्याटमा दर्ता भइसकेपछि त अब अफकोर्स 100मा 13 जोडेर 113मा भ्याट 113 रुपियाँ भ्याट जोडेर मैले 113मा बेच्नु पर्यो। सामान महँगो हुन जाने, मान्छेहरूले किन्न नआउला नि, यस्तो लाग्ला नि होइन, लाग्न सक्छ। अनि उसो भए किन भोलिन्टरी रजिस्ट्रेसन गरेको भन्ने बेलामा चाहिँ सिम्पल छ यो बेनिफिट लिनलाई। अब के बेनिफिट पाउन सकिन्छ र भ्याटमा रजिस्टर भइसकेपछि भनेपछि एउटा चाहिँ भ्याट क्रेडिट पाइन्छ। भ्याट क्रेडिटको अब डिटेलमा त हामी पछि हेर्ने नै छौँ, तर मैले फर्स्ट लेक्चर्समा मैले भ्याट क्रेडिट के हो भनेर भ्याटको कन्सेप्ट भन्ने बेलामा अलिकति भनेको थिएँ। यो चाहिँ सेक्सन 17 अन्तर्गत आउँछ होइन भ्याट एक्टको। यसले चाहिँ के भन्छ भन्ने बेलामा अ रजिस्टर्ड पर्सन मे डिडक्ट द अमाउन्ट अफ ट्याक्स विच ही अर सी हेज पेड अन पर्चेज अफ गुड अर सर्भिस अथवा एक्विजिसन अथवा इम्पोर्ट अफ गुड अर सर्भिस भनेको जस्तो मैले कुनै पनि सामान किने होइन, जस्तो मैले 100 रुपियाँमा कुनै सामान किनिरहेको छु भने उसले मलाई 13 रुपियाँ जोडेर 113 रुपियाँमा मलाई बेच्छ। यदि मैले भ्याट बिल लिएँ भने अथवा भ्याट रजिस्टर्ड इन्टिटीकोबाट किनेँ भने 113 रुपियाँ भयो होइन। अब मैले भ्याट कति तिरेको छु 13 रुपियाँ तिरेको छु नि त होइन। हो त्यही 13 रुपियाँ मैले घटाउन मिल्छ क्या, भ्याट क्रेडिट लिन मिल्छ। यो चाहिँ भोलिन्टरी रजिस्ट्रेसनको केसमा छ है। अब अर्को भनेको रुल 6A र 6B अन्तर्गत। रुल 6A भनेको CC भनेको कन्ट्र्याक्ट अथवा चाहिँ कन्सल्टेन्सी सर्भिस 5 लाख भन्दा बढीको चाहिँ हामीले लिन खोजिरहेको छ भने चाहिँ रजिस्टर्ड पर्सनबाट मात्र लिनुपर्छ। भनेको भ्याटमा दर्ता भएको मान्छेबाट मात्र, भ्याटमा दर्ता भएको इन्टिटीबाट मात्र हामीले कन्सल्टेन्सी अथवा कन्ट्र्याक्ट सर्भिस जुन चाहिँ 5 लाख भन्दा बढीको छ भने चाहिँ हामीले त्यहाँबाट मात्र लिनुपर्छ। अब ठुल्ठुलो अब कन्ट्र्याक्ट अथवा कन्सल्टेन्सी सर्भिस दिनको लागि त अब भ्याटमा रजिस्टर हुनै पर्यो होइन। अब यो यति त क्राइटेरिया त कहिले मिट हुने। अब यो क्राइटेरिया मिट नभएर क्लाइन्टहरू आउन छोडे, मैले कन्सल्टेन्सी सर्भिसहरू आइ अमाउन्टको दिन पाइएन, यस्तो लाग्यो भने भ्याटमा रजिस्टर हुने। अब रुल 6B अन्तर्गत चाहिँ केही पनि छैन, यो कन्स्ट्रक्सन कन्ट्र्याक्टको कुरा हो। यदि कन्स्ट्रक्सन कन्ट्र्याक्ट चाहिँ 50 लाख भन्दा बढीको फर कमर्सियल पर्पज होइन, पर्सनलको लागि होइन, कमर्सियल पर्पजको लागि भयो भने चाहिँ यो चाहिँ कम्पलसरी नै भ्याट रजिस्टर्ड इन्टिटीबाट गर्नुपर्छ अथवा रजिस्टर्ड पर्सनबाट गर्नुपर्छ भन्ने छ।
हो यो बेनिफिट पाउनको लागि चाहिँ भोलुन्टरी पनि रजिस्ट्रेसन गर्छन् मान्छेले। अर्को भनेको चाहिँ फोर्स रजिस्ट्रेसन है। फोर्स रजिस्ट्रेसन भनेको चाहिँ अब कम यति क्राइटेरिया पनि मिट भएको छैन हैन, अनि मलाई गर्न पनि मन लागेको छैन भ्याटमा रजिस्ट्रेसन, त्यही पनि ट्याक्स अफिसरले तैँले गर्नै पर्छ भ्याटमा रजिस्टर भनिरहेको छ भने त्यो फोर्स रजिस्ट्रेसन भयो हैन। यो चाहिँ सेक्सन 5B अन्तर्गत आउँछ, जहाँ चाहिँ ट्याक्स अफिसरलाई चाहिँ लाग्छ कि यो पर्सन चाहिँ भ्याटमा रजिस्टर हुनुपर्छ जस्तो लाग्यो भने चाहिँ उसले चाहिँ ल भ्याटमा रजिस्टर हु है भनेर चाहिँ अर्डर गर्छ। अब आफूलाई यदि लागेन भने म भ्याटमा रजिस्टर हुनुपर्छ जस्तो लागेन भने उसलाई अब भन्न पनि पाइयो होइन गएर, त्यो त छँदैछ, तर उसले चाहिँ अर्डर दिन सक्छ। र यदि इन्सपेक्सन अफ स्टक अफ ट्याक्सेबल गुड्स होइन, अब यदि चाहिँ ऊ चाहिँ इन्सपेक्सनको लागि आइरहेको छ तपाईँको इन्टिटीतर्फ भने चाहिँ अब त्यो ट्याक्सेबल गुड्सको भ्याट लाग्ने गुड्सहरूको स्टकहरू हुन्छ नि जुन नबेचिएको सामानहरू थुपारिएको, त्यो चाहिँ आइआरडीले लिमिट प्रिस्क्राइब गरिदिएको हुन्छ होइन, त्योभन्दा बढी देखियो भने चाहिँ उसले चाहिँ भ्याटमा रजिस्टर गर भनेर अर्डर गर्न सक्छ होइन। अब यस्तो यस्तो केसमा अब हामीले हेऱ्यौँ डिटेलमा। अर्को भनेको टेम्पोररी रजिस्ट्रेसन भनेको हेर्नु, कम्पलसरी रजिस्ट्रेसन भनेको सिम्पल हो, यदि क्राइटेरिया मिट भयो भने आफूले चाहे पनि नचाहे पनि भ्याटमा कम्पलसरी रजिस्टर गर्नै पर्छ, दर्ता गर्नै पर्यो। भोलिन्टरी रजिस्ट्रेसन भनेको होइन यो यति क्राइटेरिया मिट भएको छैन, म कम्पलसरी भ्याटमा दर्ता हुनु त पर्ने छैन, तर मलाई फाइदा लिन मन छ होइन, अनि त्यस कारणले गर्दा म भ्याटमा रजिस्टर हुन्छु भन्न पनि पाइयो, त्यसको लागि भोलिन्टरी रजिस्ट्रेसन छ। अर्को भनेको फोर्स रजिस्ट्रेसन भनेको कम्पलसरी पनि रजिस्ट्रेसन गर्नु परेको छैन र मलाई भोलिन्टरी पनि गर्न मन लागिरहेको छैन भने अब ट्याक्स अफिसरले कुनै कुनै बेलामा है, सधैँ होइन, कुनै कुनै बेलामा चाहिँ उसलाई लागिरहेको छ भने यो चाहिँ यसको ट्रान्जेक्सनहरू हेरेर यताउता हेरेर चाहिँ यो भ्याटमा दर्ता हुनुपर्छ जस्तो लागिरहेको छ भने चाहिँ अर्डर गर्न सक्छ, यो भइहाल्यो फोर्स रजिस्ट्रेसन। अर्को भनेको चाहिँ टेम्पोररी रजिस्ट्रेसन छ है। टेम्पोररी रजिस्ट्रेसन भनेको चाहिँ केही समयको लागि गर्ने क्या, केही समयको भने जस्तो अब मेलाहरू भयो होइन, यो सेक्सन 10A अन्तर्गत यो इनकेस अफ फेयर एक्जिबिसन भनेको जस्तो मेलाहरू लाग्यो होइन, केही लागिरहेको छ भने चाहिँ त्यसमा चाहिँ भ्याटमा दर्ता हुनु पर्यो। अब किन भ्याटमा दर्ता हुनु पर्यो भन्ने बेलामा चाहिँ अब अफकोर्स त्यो भ्याटमा दर्ता हुने को अनरजिस्टर्ड इन्टरप्रिनरै हो होइन, रजिस्टर भए त अब अलरेडी दर्ता भइसकेको हुन्छ। र ट्याक्सेबल गुड्स अथवा सर्भिसमा हुनु पर्यो, जस्तो कोही चामल त्यो एक्जेम्ट गुड्स हो होइन, अब कसैले चामल बेचिरहेको छ भने त्यही त भ्याटमा दर्ता हुनु परेन। भ्याट लाग्ने गुड्स अथवा सर्भिस चाहिँ मेलातिर गएर बेच्न लागिरहेको छ भने चाहिँ त्यहाँ पनि कम्पलसरी भ्याटमा रजिस्टर हुनैपर्छ। यो कम्पलसरी भन्दा पनि केही समयको लागि टेम्पोररी हो। अब यो चाहिँ किन गरिएको भन्दा जस्तो अब मेलामा सबै मान्छेहरू जान्छन् होइन, कतै मेला जस्तो लागिरहेको छ भने स्टल लिएर यताउता गरेर सबै मान्छेहरू जान्छन् नि, अब त्यहाँ कोही भ्याटमा रजिस्टर भएको हुन्छ, कोही रजिस्टर नभएको हुन्छ होइन। अब भ्याटमा रजिस्टर भएकोले अब अफकोर्स सेलिङ प्राइसमा +13% बढाएर दिने भयो, भ्याटमा रजिस्टर नभएको मान्छेले त अब 13% उठाउने कुरै भएन होइन। अनि त्यो जसले 13% उठायो नि भ्याटमा रजिस्टर्ड भएको मान्छे, उसको सामान महँगो हुन जान्छ, सो मान्छेहरूले किन्दैनन्, अनि जो अनरजिस्टर्ड पर्सन हुन्छ उसकोबाट मात्र किन्ने भयो भनिसकेपछि त्यो रजिस्टर्ड पर्सनलाई त घाटा भयो नि त होइन। अनि हो त्यसमा कम्पिटिसनै हुन पाएन नि त। त्यस कारणले गर्दाखेरिमा सरकारले के भनेको छ भन्दाखेरिमा हाम्रो यो भ्याटमा चाहिँ के भनेको छ भन्दाखेरिमा चाहिँ भ्याटमा रजिस्टर हुनु पर्यो भन्ने कुरा हो, सो द्याट युनिफर्मिटी आओस्, सबैको कम्पिटिसन होस्, सबैले सामान राम्ररी बेच्न सकुन् भनेर यो ल्याइएको छ। यो चाहिँ टेम्पोररी है, त्यो क्राइटेरिया मिट नभए पनि मेलाहरू यता फेयर एक्जिबिसनहरूमा यस्तोमा जाने बेलामा चाहिँ कम्पलसरी हुने मतलब केही समयको लागि टेम्पोररी भ्याटमा रजिस्टर हुनै पर्यो। अब यसमा चाहिँ अब कसरी टेम्पोररी रजिस्ट्रेसन गर्ने भन्ने बेलामा इनल्यान्ड रेभिन्यू अफिस भनिन्छ, त्यसमा अथवा यो टिएसओमा गएर चाहिँ अब जस्तो मलाई 1 करोडको सेल्स हुन्छ जस्तो लागिरहेको छ, अथवा ल सिम्पल भनौँ 1000 रुपियाँको सेल्स हुन्छ लागिरहेको छ भने चाहिँ त्यसको 2% चाहिँ डिपोजिट गर्ने उता आइआर र टिएसओमा गएर होइन, त्यो 2% सेल्स डिपोजिट गरिदिने र अनि अर्गनाइजरबाट रिकमेन्डेसन पनि लिने। जस्तो त्यो मेलाहरू यताउता फेयर एक्जिबिसन भइरहेको बेला त्यो जो अर्गनाइजर हुन्छ नि उसकोबाट रिकमेन्डेसन लेटर लिएर जाने र चाहिँ त्यो 2% अब मलाई चाहिँ यति सेल्स हुन्छ है त्यहाँ गएर जस्तो लागिरहेछ भने त्यसको चाहिँ 2% सेल्स चाहिँ डिपोजिट गरिदिने है, डिपोजिट गर्ने। अब यो त भयो, अब रजिस्टर भएपछि के गर्ने, फेयर एक्जिबिसनमा जानुभन्दा अगाडि है त, जानुभन्दा अगाडि चाहिँ के गर्ने भन्दाखेरिमा फर्स्ट त डिटेल अफ स्टक ट्रान्सफर हामीले नर्मली हेरौँ न, जस्तो अब यति गरियो, यो यति प्रोसेस गरियो, 2% अफ एस्टिमेटेड सेल्स डिपोजिट गर्यो, अनि रिकमेन्डेसन लेटर फ्रम अर्गनाइजर पनि हामीले पाइसकेपछि चाहिँ अब हामीले के गर्ने भन्दा हामीसँग सामान छ होइन, अब कतिवटा सामान लान लाग्यो भनेर डिटेल अफ स्टक ट्रान्सफर होइन, सिम्पल हो, हामीसँग सामानहरू छ, अब कतिवटा सामान हामीले मेरो घरबाट अथवा मेरो पसलबाट त्यो स्टलमा लान लाग्यो भन्ने बेलामा डिटेल अफ स्टक ट्रान्सफर कति सजिलो होइन,
त्यो। अनि त्यसपछि अब फर्स्ट एन्ड लास्ट नम्बर अफ ट्याक्स इन्भोइस अथवा एब्रिभिएटेड ट्याक्स इन्भोइस, अब यो के हो भन्ने पनि हामी पछि डिस्कस गर्नेछौँ। सिम्पल यहाँ ट्याक्स हो, यसमा चाहिँ अब भ्याटको छुट्याइएको हुँदैन भन्ने हुन्छ, अलरेडी इन्क्लुजन अफ भ्याट हुन्छ भन्ने कुरा हो। यदि एब्रिभिएटेड अफ ट्याक्स इन्भोइस छ भने चाहिँ उसले चाहिँ भ्याट क्रेडिट पाइँदैन भन्ने छ। यो चाहिँ हामीले पछि डिस्कस गर्नेछौँ लास्टमा होइन। सिम्पल भनेको चाहिँ अब एउटा चाहिँ जतिवटा स्टक जतिवटा हामीले सामान लिएर गइरहेको छौँ त्यतिको एउटा डिटेल अफ स्टक ट्रान्सफर भयो। अर्को चाहिँ फर्स्ट एन्ड लास्ट नम्बर अफ ट्याक्स इन्भोइस भनेको कतिवटा बिल लान लागिरहेको छौँ, एउटा बिलको जुप्पो हुन्छ नि, त्यो बिलको जुप्पोमा अगाडिको बिलको जुप्पोको नम्बर र लास्टको बिलको जुप्पोको नम्बर, सो द्याट ट्रेस गर्न सजिलो होस्, यतिवटा बेचेको हो यहाँ ट्याक्स सलिड नभएको होस् भनेर ट्रेस गर्न सजिलो हुन्छ नि त हो। त्यस कारणले गर्दाखेरिमा है यो चाहिँ स्टक ट्रान्सफर भन्दा अगाडि। अब मेला सकिएपछि यो चाहिँ मेला सकिनुभन्दा अगाडि स्टक ट्रान्सफर हुनुभन्दा अगाडि भयो। अब फेयर एक्जिबिसन सकेपछि के गर्ने भन्दाखेरि त यसैको डिटेल्स अफ स्टक ट्रान्सफर कतिवटा हामीले ट्रान्सफर गर्यो भन्ने अगाडि नै हो। त्यो अगाडिको अब सिम्पल अब कति डिटेल अफ स्टक ट्रान्सफरको कतिवटा बेचियो यताउता गर्ने यो सिम्पल छ। अनि अनयुज्ड इन्भोइस, यो इन्भोइसहरू हामीले कतिवटा फर्स्ट र लास्ट नम्बर अफ ट्याक्स इन्भोइस भन्ने छ नि होइन, त्यसमा कतिवटा इन्भोइस चाहिँ युज भएको छैन त्यसको डिटेल दिने होइन। अनि त्यसपछि त्यो ट्रान्जेक्सन सकिसकेपछि अफकोर्स अब रिटर्न भर्नु पर्यो, रिटर्न भरिसकेपछि भ्याट तिर्नु पर्यो। अब यो त्यो टेम्पोररी भयो नि त। अब टेम्पोररी भइसकेपछि टेम्पोररीलाई चाहिँ त क्यान्सल गर्नु पर्यो। भोलुन्टरी अथवा कम्पलसरी रजिस्ट्रेसन भइदिया भए पो त क्यान्सल केही गर्नु पर्दैन भन्ने हो त। यो त टेम्पोररी होइन, केही समयको लागि हो, केही समयको लागि भनिसकेपछि त क्यान्सलेसन त गर्नै पर्यो नि होइन र हो। त्यसको लागि चाहिँ अब रिकमेन्डेसन लेटर फ्रम अर्गनाइजर चाहियो होइन। ट्याक्स क्लियरेन्स सर्टिफिकेट, अब ट्याक्सै नतिरिकन त भएन, उसले हो त्यहाँ गइसकेपछि ट्याक्स तिरेको सर्टिफिकेट लिनु पर्यो। अनि प्यान नम्बरको पनि सर्टिफिकेट, प्यान नम्बर पनि कपी अफ प्यान नम्बर पनि लिइसकेपछि उसले चाहिँ अप्लाई फर क्यान्सलेसन गर्न मिल्यो। यो त सेक्सन 10A अन्तर्गत टेम्पोररी रजिस्ट्रेसनको भयो। अब टेम्पोररी रजिस्ट्रेसनकै अब जोइन्ट भेन्चर पनि हेरौँ, जोइन्ट भेन्चर पनि टेम्पोररी रजिस्ट्रेसनकै हो। यो चाहिँ 10B1 अन्तर्गत पर्यो। अब दुईजना मध्ये कुनै पनि को भेन्चर भ्याटमा दर्ता भएको ठाउँमा चाहिँ रजिस्ट्रेसन हुनु पर्यो। जस्तो म यहाँ चाबेलमा छु, कुनै मान्छे कलङ्कीमा छ होइन, दुइटै भ्याटमा रजिस्टर्ड छ भने चाहिँ अब सिम्पल यसो भनौँ न, म यहाँ चाबेलमा छु कोही कलङ्कीमा छ भने चाहिँ अब हामीले चाहिँ को भेन्चर हामी दुईजना मिलेर केही गरिरहेको छौँ भने चाहिँ केही बिजनेस गर्न लागिरहेको छौँ भने अब त्यो दुईटा मध्ये को भेन्चर हामी दुईजना मध्ये जता गरे पनि हुन्छ भ्याटमा रजिस्टर है। भनेको कलङ्कीमा गर्दा पनि भयो, चाबेलमा गर्दा पनि भयो। अनि अफकोर्स टेम्पोररी भइसकेपछि त क्यान्सल गर्नै पर्यो होइन। अनि त्यसपछि केही काम सकिसकेपछि हामीले जोइन्ट गरिरहेको छौँ केही समयको लागि, अनि त्यस कारणले जोइन्ट भेन्चर भयो होइन। जोइन्ट भेन्चर गरिरहेको छ भने दुईजना मध्ये को भेन्चर, अब त्यसलाई चाहिँ को भेन्चर भन्छ क्या। अब दुईजना मिलेर जोइन्ट भेन्चर गरिरहेको छ भने अब त्यो दुइटैलाई को भेन्चरर भन्छ होइन। अब दुईजना मध्ये को भेन्चरर भएको ठाउँमा चाहिँ अप्लाई गर्नुपर्छ भन्ने हो। जस्तो म चाबेलमा छु भने ऊ कलङ्कीमा छ भने चाहिँ अब मैले नेपालगञ्जमा गएर हामीले रजिस्टर गर्नु भएन, दुईजना मध्ये चाबेल अथवा कलङ्कीमा चाहिँ रजिस्ट्रेसन अप्लाई गर्नुपर्छ र केही काम सकिसकेपछि रजिस्ट्रेसन क्यान्सल पनि गर्नु पर्यो। र अब को चाहिँ लायबल हुन्छ भन्ने बेला जोइन्टली र सेभरली लायबल हुन्छ है। यसमा चाहिँ यही हुन्छ भन्ने होइन, जोइन्टली एन्ड सेभरली लायबल हुन्छ। अब यो त भयो हामीले डिस्कस गऱ्यौँ सबै रजिस्ट्रेसन फर भ्याटको बारेमा होइन। अनि त्यसपछि अब हामी प्रोसिड्युर फर रजिस्ट्रेसन कसरी रजिस्ट्रेसन गर्ने के हो अब अगाडिको क्लासमा हामी डिस्कस गर्नेछौँ। हस्, थ्याङ्क यू। भ्याट सिरिजको क्लास 2मा आज हामी रजिस्ट्रेसन अफ